दर्शकबिन जुन हाम्रो यो कुर्सी जडान ब्लकहरू छ, अब यो कुर्सी जडान ब्लकको साथसाथै यसको बाहिरतिर को यो रिङ रोड बाटो बनाउने काम पनि सुरु भइसकेको छ भने यसमा ग्राभेल राखेर अब एक हप्ता भित्रमा ह्यान्डओभर गर्ने भनेर हिजो यो प्यारापिट बनाउने निर्माण कम्पनीले चाहिँ कुलमान घिसिमलाई भनिसक्नु भएको छ भने साथै यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ यो चाहिँ हिजो 5 नम्बरमा जडानसम्म उठाइसकेको यो हाइमास्ट पोल हो भने 6 मा पनि उठाइसकेको अवस्था छ र यसको बाहिर चाहिँ बाटो बनाउने काम पनि सुरु पहिले नै भइसकेको र अब यो रोलर लगाएर त्यसपछि माथि चाहिँ ग्राभेल राख्न बाँकी छ। साथै हिजो बेलुकादेखि नै टिम 4 नम्बरमा गइसकेको छ फ्लड लाइट टिम भने अब हाइमास्ट पोल उठाउने काम चाहिँ 1 नम्बरमा रहनेछ। त्यसको लागि यो 5 नम्बरबाट क्रेनहरू पनि ल्याइसकेको अवस्था छ। साथसाथै यता देख्न सक्नुहुन्छ दर्शकबिन हिजो यो जुन यो जस्ता उठाउने काम सुरु भएको थियो यो चाहिँ हाम्रो इस्ट जोन प्यारापिटको छेउबाट सुरु भएको थियो भने यताबाट सुरु हुँदै गएको यो जस्ता हटाउने काम यो एरियामा पुरै कम्प्लिट भएर 60,000 स्क्वायर फिटको लगभग अब ब्लक एसम्ममा पुगाइसकेको देख्न सकिन्छ भने आज यो सम्पूर्ण काम कम्प्लिट हुने देखिन्छ जस्ता उठाउने र जुन अहिले यो क्यानले गरिरहेको यो काम छ यो क्यानको अन्तर्गत हो, क्यानको क्षेत्राधिकार भित्र हो भने यो जस्ता उठाउने साथसाथै जुन बाहिरको यो ब्यारिकेड गरेको छ यो निर्माण कम्पनीले जस्ता लगाएको छ त्यसमा पनि फेरि जस्ता उठाएर अझै त्यसको हाइट माथि पुगाउनेछ भने बाहिरबाट एउटा मान्छे माथि अर्को चढेर पनि हेर्न नमिल्ने खालको हुनेछ घेरबार र त्यो रहनेछ जस्ताको अहिलेको लागि र सेकेन्ड टेन्डर सम्पूर्ण काम कम्प्लिट भइसकेपछि अनि वालको घेरबारको काम सुरु हुनेछ। यता देख्न सक्नुहुन्छ दर्शकबिन यो साइडबाट हिजो यो जस्ता हटाउने काम सुरु भएको थियो भने यो झन्डै आधी भन्दा बढी भइसकेको छ भने आज बेलुकासम्ममा यो सम्पूर्ण काम पनि कम्प्लिट हुनेछ र यो एरिया रहेको छ जुन हाम्रो यो 60,000 स्क्वायर फिटको यो कुर्सी जडान सम्पन्न यो ब्लक छ यो ब्लक अगाडिबाट सुरु भएको थियो। कुर्सीको यो साइजको जुन देखिएको छ यसको अगाडिको भागको यो एरियाबाट चाहिँ जस्ता हटाउने काम सुरु भएको थियो भने त्यो काम कम्प्लिट भइसकेको र साथै यो कुर्सी जडान सम्पन्न यो इस्ट जोनबाट सबैभन्दा एकदम सुन्दर दृश्य देखिने गर्दछ। यो तपाईहरुले देखिरहेको यो हाम्रो इस्ट जोनतिरको सुन्दर आकर्षक प्यारापिट दृश्य। यता देख्न सक्नुहुन्छ यो 1 नम्बर हाइमास्ट पोल यो जुन 55 मिटरको हुन्छ भने माथि अहिलेसम्म उठाएका यो 45 मिटरको हाइमास्ट पोल 5 नम्बर पोल हो भनेपछि यता देख्न सक्नुहुन्छ यो 6 नम्बर हाइमास्ट पोल हो र यो 1 नम्बर हाइमास्ट पोलमा पनि यहाँ हेड फ्रेमहरुदेखि लिएर केबलिङको काम पनि सम्पन्न भइसकेको छ भने अब यो उठाउने काम बाँकी रहेको छ। यो उठाउने काम सम्भवतः आज हुनेछ र यो अपडेट पनि हजुरहरुलाई म दिने नै छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला।